ट्वाक्क अमिलो पिरो मुखै रसाउने आज म हजुरहरूसँग चिउराको चटपटेको रेसिपी सेयर गर्न चाहदैछु, जुन कि यति टेस्टी हुन्छ नि साथीहरू। हजुरहरूले एकचोटि यसरी बनाएर खानुहुन्छ भने सधैँ नै बनाएर खानुहुन्छ। रेसिपी एकदमै दामी छ साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर पक्कै पनि साथ दिनुहोला। ल अब आजको यो रेसिपी सुरु गरौँ। हेलो नमस्ते अस्सलाम वालेकुम फ्रेन्ड्स, वेलकम ब्याक टु नेपाली साइन्स फुड कर्नर। सो आजको एकदमै चटपटा चिउराको चटपटे बनाउनको लागि सुरुमा हामीले ग्यासमा कढाई बसालेर थोरै तोरीको तेल तताउने। तेल तातिसकेपछि हामीले यसमा थोरै जिरा र एउटा सुकेको रातो खुर्सानीलाई एकैछिन रातो रातो हुने गरी फुराउने र जिरा र खुर्सानी राम्ररी फुराइसकेपछि यहाँ अब हामीले चिउरा राखेर एकदमै मजाले क्रन्ची क्रिस्पी हुने गरी लो टु मिडियम फ्लेममा फ्राई गर्ने। यहाँ हजुरहरूले चिउरा आफ्नो क्वान्टिटीको हिसाबले कति बनाउन खोजिराख्नु भएको छ त्यो हिसाबले फ्राई गर्न सक्नुहुन्छ। यहाँ अब साथीहरू केही बेरमै चिउरा एकदमै मजाले रोस्ट भइसकेको छ। अब चिउरालाई चाहिँ नि छुट्टै एउटा भाँडामा खन्याएर केही बेरको लागि सेलाउनको लागि छोडिदिन्छौँ। चिउरा सेलाउँदैछ तबसम्म हामीले फेरि पनि ग्यासमा कढाई बसालेर थोरै बदामलाई राखेर ड्राई रोस्ट गर्ने। भुटेको बदाम हजुरहरूसँग छ भने झन् सजिलो हुन्छ, छैन भने यसरी बदाम राखेर एकैछिन 2-3 मिनट जति भुट्नुहुन्छ भने यो मजाले रोस्ट हुन्छ। यदि बदाम छैन भने हजुरहरूले बदामलाई स्किप पनि गर्न सक्नुहुन्छ, तर चटपटेमा स्पेसली बदामको स्वाद एकदमै मिठो हुन्छ। सो कुरा गर्दा गर्दै बदाम पनि रोस्ट भइसक्यो। अब चटपटे बनाउन सुरु गरौँ। अब चटपटे बनाउनको लागि एउटा ठुलो मिक्सिङ बाउलमा एउटा मिडियम साइजको बोइल गरेको आलुलाई यसरी सानो सानो टुक्रामा हुने गरी काटेर राखेँ। त्यसै गरी थोरै सानो सानो टुक्रामा काटेको म काँक्रो पनि राख्दैछु। त्यसै गरी हामीले यसमा थोरै मसिनो पारी काटेको प्याज पनि राख्ने। त्यसै गरी हामीले यसमा थोरै काटेको गोलभेडा पनि राख्ने। अब चाहिँ नि म यसमा थोरै चाउचाउ राख्दैछु। यो सँगसँगै अब म यसमा चाहिँ नि रातभरि भिजाएर राखेको थोरै चना र केराउ पनि राख्दैछु। चटपटेमा चना र केराउ नभए त चटपटे मिठो नै हुँदैन साथीहरू। त्यसपछि हामीले यसमा अघि भुटेर राखेको बदाम पनि राख्ने। त्यसपछि यहाँ हामीले यसमा जुन रोस्टेड जुन चना हुन्छ नि साथीहरू त्यो पनि राख्ने। चटपटेमा एकदमै मिठो हुन्छ, एकदमै क्रन्ची हुन्छ खानामा। त्यसपछि हामीले यसमा चाहिँ नि भुटेको चिउरा राख्ने, यहाँ आवश्यकता अनुसार राख्नुहोला। त्यसपछि पिरोको लागि यहाँ अलि पिरो खाले म यहाँ 2वटा काटेको हरियो खुर्सानी राख्दैछु। त्यसै गरी थोरै काटेको धनियाँको पत्ता पनि राख्दैछु। अब हामीले यसमा चाउचाउभित्र भएको जुन सिजनिङ मसला हुन्छ त्यो पनि राख्ने। यो ओइलमा राख्दैन, यो मलाई राम्रो लाग्दैन। त्यसपछि हामीले यसमा थोरै ब्ल्याक सल्ट अर्थात् बिरे नुन राख्ने। त्यसै गरी हामीले यसमा खाइराखेको थोरै रेगुलर नुन पनि राख्ने। चटपटे मलाई अलि पिरो नै मिठो हुन्छ साथीहरू, त्यसैले एउटा सुकेको रातो खुर्सानीलाई भुटेर पिसेर मैले यसमा राख्दैछु। त्यसपछि अब म यसमा राख्न जाँदैछु होममेड मेरो एकदमै स्पेशल चटपटे मसला। यो चटपटे मसलाको रेसिपी हजुरहरूसँग म पहिला पनि सेयर गरिसकेकी छु। म भिडियोको इन्ड स्क्रिनमा लगाइदिन्छु, हजुरहरूले त्यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसपछि म यसमा राख्दैछु 1 ठुलो चम्चा काँचो तोरीको तेल। अब यो चटपटेलाई एकदमै चटपटा ट्याङ्गी एकदमै डिलिसियस बनाउनको लागि चाहिने म यहाँ आधी सानो चम्चा जति जुन मिक्स अचार हुन्छ नि साथीहरू अमिलो खाले, त्यो त हाम्रो घरमा इजिली नै हुन्छ, त्यसबाट राख्दैछु। यति मिठो बन्छ नि यसरी यो चटपटे, हजुरहरूले पक्कै पनि ट्राई गर्नुहोला। त्यसपछि आधी जति कागतीको रस मैले राखेँ। त्यसै गरी यो चटपटेलाई अलि गिलो गिलो बनाउनको लागि म यसमा 1 चम्चा जति टोमेटो चिली सस राख्दैछु। यो सस छैन भने 1 चम्चा टोमेटो केचप राखे नै हुन्छ अथवा नराखे नै हुन्छ। त्यसपछि अब हामीले चम्चाको सहायताले सबैलाई एकदमै मजाले मिक्स गर्ने। बिलिभ मी साथीहरू, यो चिउराको चटपटे यति डिलिसियस हुन्छ नि। भुजा मिसाएको चटपटे त हामीले जहिले पनि खाइराखेका हुन्छौँ। एकचोटि यसरी चिउराको चटपटे बनाएर खानुहोस् साथीहरू, हजुरहरूले एकदमै धेरै मन पराउनुहुन्छ। सो फाइनली केही बेर मिक्स गरिसकेपछि यहाँ हाम्रो एकदमै छिटो मिठो मुखै रसाउने चिउराको चटपटे अब बनेर रेडी छ। चटपटे खाना कसले मन पराउँदैन साथीहरू, यदि घरमा बनेको छ भने त टेस्टी पनि हेल्दी पनि। सो हजुरहरूले पनि एकचोटि यसरी चिउराको चटपटे बनाएर पक्कै पनि खानुहोला। सो साथीहरू, यदि हजुरहरूलाई आजको यो रेसिपी राम्रो लागेछ भने प्लिज भिडियोलाई एउटा लाइक गरेर च्यानललाई पक्कै पनि सब्सक्राइब गर्नुहोला। अब म हजुरहरूसँग एउटा नयाँ रेसिपीको साथ फेरि पनि भेट्ने नै छु। टिल देन टेक केयर, बाई।